नमस्ते, वेलकम ब्याक टु माई च्यानल र यहाँहरू सबैलाई ह्याप्पी लक्ष्मी पूजा, ह्याप्पी तिहार, शुभ दीपावलीको धेरै धेरै शुभकामना। सो तिहार भएको भएर मैले चाहिँ यहाँहरूलाई आज खजुरीको रेसिपी लिएर आएको छु। यहाँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ एकदमै टेस्टी, एकदम मिठो तिहारको खास सेट हुन्छ। ल यसमा चाहिने चाहिँ मैदा, अनि त्यसपछि सुजीको पिठो र बदाम, अनि त्यसपछि नरियल ड्राई फ्रुट्सहरूको लागि, अनि चिनी भइहाल्यो, अनि त्यसपछि तेल सनफ्लावर ओइल लिएको छु मैले, अनि घिउ। सो यहाँ देख्न सक्नुहुन्छ मैले चाहिँ पहिले मैदा, सुजीको पिठो अनि नरिवल कोरेर हालिदिइसकेको छु। सो सुजीको पिठो र मैदा चाहिँ यहाँले 2:1 को रेसियोमा लिनु होला। 2 ग्लास मैदा हाल्नुभयो भने चाहिँ 1 ग्लास सुजी हाल्नु होला। र अब बाँकी रहेको ड्राई फ्रुट्स त नरिवल कोरेर, अनि यो चाहिँ पिनट्स, बदाम मैले थोरै रोस्ट गरेर, हल्का रोस्ट गरेर यसलाई ग्राइन्ड गरेर यस्तो धुलो बनाएको छु यसको, र यो सबै मिक्स गर्दैछु अब मैले। सो यहाँहरूले चाहिँ 2 कप मैदा, 1 कप सुजीको पिठो, अनि नरिवल र बदाम यसरी मिक्स गरेर, यो चाहिँ मैले घिउ लिएको। घिउलाई चाहिँ आधी कप जति घिउ पगालेर यसरी मजाले सबैतिर हालेर यसलाई मुस्नु होला। र यो पिठोलाई चाहिँ हजुरहरूले जति धेरै मुस्नुहुन्छ, जति धेरै खेलाएर यसको सबै मुसेर गर्नुहुन्छ, त्यति नै राम्रो खजुरी बन्छ। सो यसरी नै मैले चाहिँ यो सबै इन्ग्रिडियन्ट हालेर मुस्दैछु। र 1 कप जति मैले चिनी लिएको छु, र यसरी चिनी हालेर सबै मिसाएर यसलाई चाहिँ हजुरहरूले जति राम्रोसँग यसरी मुस्नुहुन्छ, जति टाइम लाएर मुस्नुहुन्छ, त्यति नै राम्रो खजुरी बनेर आउँछ। र हेर्नुहोस् त यस्तो भएको छ यसको कन्सिस्टेन्सी चाहिँ। सो यसरी मुसेर बिस्तारै यो यत्तिको भइसक्यो। र अब यसमा बिस्तारै मनतातो पानी पनि हाल्दै जानु होला। धेरै नहाल्नु, एकैचोटि थोरै थोरै गरेर हाल्नु होला, किनभने हामीलाई यसलाई धेरै पानी चाहिँदैन। थोरै थोरै पानी हाल्दै मुस्दै गऱ्यो भने त्यो चिनी पनि पग्लिन्छ, घिउ पनि हुन्छ। सो सबै कुराको मोइस्चरले गर्दा यो चाँडै मुसिन्छ। त्यस्तो धेरै पानी चाहिँदैन हामीलाई। लगभग यतिलाई मैले आधा कप जति पानी मात्र हालेँ होला। सो मजाले सबैतिर यसलाई टाइम लिएर मुस्नु होला। र यस्तो हुन्छ यो। सो यत्तिको भएपछि चाहिँ यहाँहरूले यसरी डल्लो बनाउने हुनुपर्छ। यो डल्लो बनाएर यसरी मजाले यसरी थिच्दाखेरि चाहिँ एउटा यो सेप चाहिँ यसले समात्छ। र यत्तिको भएपछि चाहिँ यहाँहरूको पिठो डन हुन्छ। र यसको लागि मैले फ्राई गर्नलाई सनफ्लावर ओइल एउटा प्यानमा हाल्दैछु, र यत्तिको डुब्ने जतिको तेल हाल्नु होला। र यसरी मैले ऐको जसो नै डल्लो बनाएर, थेप्चो बनाएर यसरी सेप दिएँ मैले यसलाई, र बिस्तारै तेलमा हाल्दैछु। र अर्को इम्पोर्टेन्ट कुरा भनेको चाहिँ तेल एकदम तताउनु पर्दैन, एकदम सानो आँचमा बनाउने हो यो। एकदम त्यो आलुहरू फ्राई गरेको जस्तो तातो तेल चाहिँदैन यसलाई। मनतातो भएपछि हाल्दै हुन्छ यहाँहरूले, किनभने डढ्छ धेरै तातो तेलमा। सो सानो आगो बनाएर मनतातो तेल भएपछि हाल्दै हुन्छ। अनि यसलाई बिस्तारै सानो आगोमा पकाएर बिस्तारै फर्काउने। हेर्नु त यत्तिको यस्तो कलर आउँछ यो। र यसरी मैले अघिको फर्काउँदैछु, अनि फर्काएर यसलाई चाहिँ बिस्तारै टाइम लिएर यसको कलर यस्तो भइन्जेलसम्म पकाउनु होला। आगो चाहिँ एकदमै सानो बनाउनु होला, नभए यो डढ्छ मात्र बाहिर, भित्र राम्रोसँग पाकेको हुँदैन। र यत्तिको कलर आउने भएपछि चाहिँ यहाँहरूले यसरी निकालेर हाल्नु होला। र मैले पनि यसरी नै गर्दै बनाउँदैछु। यसलाई चाहिँ अलिक टाइम लिएर बनाउनुपर्छ, ठुलो आगोमा चाहिँ नबनाउनु होला। र यसरी नै मैले आफ्नो खजुरी बनाएँ। यहाँहरूले देख्न सक्नुहुन्छ कलर पनि एकदमै राम्रो आएको छ। लाइट पनि छैन, धेरै डढेर ब्राउन डार्क पनि भएको छैन, ठिक्कको लाइट ब्राउन जस्तो पर्फेक्ट भएको छ। ल हेर्नुहोस् त, मैले भाँचेर पनि देखाएँ, भित्र मजाको बिस्किट जस्तो भएको छ यो। र थ्याङ्क यू सो मच फर वाचिङ। यहाँहरूलाई ह्याप्पी तिहार।